नमस्ते। आजको यस भिडियोमा चाहिँ म्याक्सअपको अर्को युनिक फिचर्सको बारेमा म बताउन जाँदैछु। नर्मली अरू स्मार्ट बोर्डहरूमा हजुरहरूलाई केही कुरा पढाएर लेख्नु पर्यो भने के गर्नुपर्छ? जस्तै मानौँ मलाई गुगलको बारेमा पढाउनु पर्यो भने म यहाँ जान्छु, त्यसपछि यो मार्क हुन्छ, कुनैमा एनोटेसन हुन्छ, त्यो ब्रान्ड अनुसारले त्यो गर्नुपर्छ। तर म्याक्सअपमा चाहिँ मैले केही गर्नु पर्दैन। मैले पढाउँदै मानौँ मलाई यो जीमेलको बारेमा पढाउनु छ भने चाहिँ मैले अटोमेटिकली जीमेलमा लेख्दैपछि अटोमेटिकली यो जुन मार्क अप्सन छ नि यो सेलेक्ट हुन्छ। यो गर्दाखेरि चाहिँ हजुरको जस्तै 1 घण्टा 2 घण्टाको क्लास पढाइराख्नु भएको छ भने यसले चाहिँ धेरै नै टाइम सेभ गर्छ। प्लस हजुर चाहिँ म यो पढाइरहेको छु, म यता गएर बस्नु परेन के, मलाई लेख्दै मलाई पढाउनु पर्यो, युट्युबको विषयमा पढाउनु पर्यो भने अटोमेटिकली लेख्दियो भने अटोमेटिकली यो चाहिँ यो डिटेक्ट भएर यो चाहिँ हुने भयो है। यो एउटा चाहिँ एकदम इम्पोर्टेन्ट फिचर्स छ। र अर्को इम्पोर्टेन्ट फिचर्स चाहिँ के छ भने मैले गुगलमा जान्छु, गुगलमा मलाई केही कुरा सर्च गर्नु पर्यो मानौँ है। अब पहिला त मैले यो टाइप गर्थेँ नि, अब यो टाइप गरेर राख्नु पर्दैन के। मानौँ मलाई नेपालकै विषयमा गर्नु छ भने मैले यहाँ नेपाल सर्च गरिदिएँ भने हेर्नुहोस् त अटोमेटिकली यसले यहाँ नेपाल हिस्ट्री भनेर मैले सर्च गरेँ। नेपाल हिस्ट्री भनेपछि अटोमेटिकली यहाँ नेपाल हिस्ट्री भनेर आयो, मैले सर्च गर्न सक्छु। कुनै पनि मैले टाइप गरेर राख्नु पनि पर्दैन। एआई सिस्टमबाट चाहिँ स्मार्ट बोर्डहरू यति एडभान्स भइसकेको छ र एडभान्स स्मार्ट बोर्डको लागि सम्झनै पर्ने नाम म्याक्सअप र दाप्साली इन्टरप्राइजेस।